नमस्कार साथीहरु, यहाँ यो तालबेसीमा डोजर लाने क्रममा करिब 5 फिट अग्लो यो मुडा 5 फिट अग्लो छ। यसको गोलाइ चाहिँ लगभग 8-10 फिटै होला। यसरी माथि खन्ने क्रममा यो मुडाबाट पानी निस्किएको, डोजरको दाँत भाँचिएको, टिप्परको हाइड्रोलिक फुत्किएको र यो दैविक शक्ति भएको कारणले यो देखिएको भन्दा यहाँ अहिले एकदम पूजा आज भएको छ। भक्तजन पनि टन्नै हुनुहुन्छ। यसो साउनु सालको बुटा जस्तो ल यो साथीहरु यो चाहिँ सालको टुक्रा जस्तो हैन। अनि कसरी आयो त नि यो भन्ने कुरा भयो नि त। कसरी आयो त नि बाबा यहाँ भन्नु। हजारौं वर्ष होला यो, 100 वर्ष हैन, हजारौं वर्ष पुरानो बुटो हो यो। जुन प्राचीन बुटो भन्छ यसलाई। अहिले चाहिँ 9 फिट होला। यसको फेद हेर्दा पनि यसको गोलाइ व्यास नै करिब 15 फिट भन्दा बढी होला हैन। यो गोलाइ छ। पहिले यो माथि हाइट थियो। डोजरले खन्ने क्रममा यो चाहिँ देखियो। त्यो भन्दा माथि कति थियो? माटो कति थियो अरे? माटो यहाँसम्म थियो अरे। पहिला माटो यहाँसम्म थियो, मूल आइरहने, पानी आइरहने। मान्छे चाहिँ पानी खाने यहाँबाट। अहिले डोजर हान्ने क्रममा यो देखियो। खन्दै जाँदा यति तल आइसक्दा पनि माथि पानी आएपछि डोजरका दाँत भाँचियो अरे, अनि टिप्परका बुस फुट्यो अरे भन्ने। त्यो भएको के होला त नि? त्यो खास भन्नु भन्दा सबैको एउटा नियम हो। यो प्रकृतिको लीला भन्ने यसैलाई हो। प्रकृतिको लीला हो यो। हजारौं वर्ष पुरानो बुटा हो। तल मूल फुट्यो, त्यहाँबाट आयो। यो जमिन अझै 50 फिट भन्दा तल हुन सक्छ। आयो। सधैँ पुरानो बुटो हो यो। अनि कसले खनेर होइन अमर सर, कसले खनेर कसले देख्यो त नि भन्नु त। यहाँको बासिन्दा हो। तालबेसीको ताल खन्ने क्रममा, यो बढाउने क्रममा, चक्लाउने क्रममा यो गहिरो जति खाल्दा 10 फिट गहिरो बनाउने क्रममा यस्तो भयो। बुटा सालकै हो। बुटा सालकै हो। विज्ञान थियो पानी पनि भयंकर मिस अंकल। एकदम चिसो छ। ए मुडा आएको पानी त्यहाँ काँडा चाहिँ हेरेर मिल्छ त्यहाँ बाबु? त्यहाँबाट मिल्दैन? मुडा छ। ए यता नि यता। एहे अनि तल साङ्ग्रो माथि किन हाँगा भयो के भयो बाबु? मोटो छ, माथि आएर यो सायद यो दुईटा हाँगा हुन सक्छ है। त्यस कारणले गर्दा नि यस्तो भएको हो। यसरी गरेर हेर्नु पानी फेरि आयो। यो सालै हो र? सालै हो। सालै हो है। यो ठेक्ना हेर्दा पनि हेर्नु यो। अब आफू माथि बोनमा हेर्नु सालकै बुटो हो र 100 वर्ष यहाँ बस्यो। कति वर्ष जति भयो होला त? यसको एउटा ठेक्ना हो, तल पनि छ, त्यसमा पानी आएको छैन हैन। तल ठेक्ना छ। यो सालकै हो, यो भयो होला। यो 2-3 हजार वर्ष पुरानो होला यो। यहाँ पहिला जंगल थियो यो। पारी हेर्नु, पारी साल छ नि त, वहाँ हेर्नु पारी। उता पारी हो, साल हेर्दा पुरै साल हारियो। यो पुरै साल हारियो। त्यस कारणले गर्दा नि यो पुरै सालकै जंगल हो यो पहिलाको पुरा हैन त। त्यही भन्दा यो सालको हो। आस्थाको केन्द्रबन्दी हो। सबैजना आउनु होला। यो बेङ्गराजको फेरी हो। तालचोकबाट पानी चिसो छ। पानी भयंकर चिसो छ। एकदम रमाइलो छ। यो भक्तजनहरू ल हैन त। ल धन्यवाद, नमस्कार। सबैजना आउनु होला है यहाँ। एकदम ल एकदम।